कामीले कमाइदिएको थालमा भात खाने तर त्यही कामीलाई घरभित्र नआइजाए भन्ने समाज अझै किसानले पकाइदिएको उब्जाइदिएको अन्न दिनरात खान्छ तर किसानलाई नै हेला गर्छ कि गर्दैन अझैसम्म? हो, दमाईले सिलाइदिएको लुगा लगाएर होइन बस्ने तर दमाईलाई छिछि दूर दूर मेरो चाहिँ नेता नआइजाए भनेर भन्ने समाजले अझै पनि मजदुरले बनाइदिएको घरमा बस्छ तर त्यो मजदुरलाई हेला गर्छ कि गर्दैन? त्यस्तो भएको कारणले गर्दाखेरि कामलाई हेर्ने दृष्टिकोण श्रम नै हो त्यो शक्ति जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ। हामीसँग हिमाल छ, पहाड छ, खनिज छ भनेर के गर्नु? काम गरिने हात बाँधेर बस्यो भने हिमालले खनिजले के गर्छ र? त्यो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि चाहिने एउटा मानव शक्ति, एउटा मानव प्रयासलाई श्रम भन्छ। त्यही श्रमलाई नै हामीले हेला गरेको कारणले यो देश कहिल्यै पनि उत्पादन र निर्माणमा अघि बढ्न सकेन।